बन्दी बनाउन पाइँदैन। गोपाललाई रियागत झुटवाला आरोपमा बन्दी बनाउँदैन। गोपाललाई रियागत, एकाडेमीलाई रियागत, जग्गा किन्नेलाई अपराधी बनाउन पाइँदैन। झुटो आरोप बन्द गर, बन्द गर, आफ्नो नाम छैन छ। अहिले जुन अहिले चलिरहेको छ 1 महिनादेखि मुद्दा, उहाँ मेरो मम्मी रेखा छ, अनि मेरो दाइ चाहिँ हरेराम छ, मेरो ठुलो बुवा गोपाल छ न। उहाँलाई अहिले झुटो आरोपमा मिटर ब्याजी हो भनेर जुन काम 5 साल पहिला भइसकेको छ, हामीले जग्गा किनिसकेका छौँ होइन। अहिले आएर यो टाइममा आएर मिटर ब्याजी हो भन्ने आरोप ठगी भनेर हालिरहेको छ जुन मुद्दा। यो गर्न यो हामीले न्याय हामी पाउन खोजिरहेको हो। यसो चाहिँ हुन मिल्दैन भनेर हामी न्याय माग गर्दैछौँ। एसपीले आफ्नो गलत पावर लगाएर मुद्दा दिनुभएको छ। जो उहाँ चाहिँ पूर्व एसएसपी गोविन्द शाह भनेर उहाँसँगै हाम्रो किनबेच भएको छ होइन। उहाँ अहिले आएर आफ्नो एसपी पुरा दमक लगाएर मतलब सोच लगाएर पावर लगाएर 24 दिन 1 महिना हिरासतमा राखेको छ अहिलेसम्म। अनि अदालतमा जब मुद्दा बिना प्रमाणको कसैले 25 दिनभन्दा बढीमा राख्न पाइँदैन। तर उहाँहरूले चाहिँ जबरजस्ती बिना प्रमाण, उहाँहरूले चाहिँ सुरुमा भन्दाखेरि तमसु हामीले दिएको छौँ अरे, चेक दिएको छौँ अरे, तर उहाँहरूले चाहिँ यति खोज तलास गर्नुभयो, तर कतैबाट अनुसन्धानमा केही पाउनु भएन। तर पनि उहाँहरूले जबरजस्ती उहाँलाई घसिटेर राख्नु भएको छ, बुवालाई किन जेलमा राख्नु भइरहेको छ। यो चाहिँ हाम्रो अपराधी हो, अपराधिक व्यवहार हो। यो के भन्छ कानुनको दुर्व्यवहार गर्ने तरिका हो, यो पावरको मिसयुज गर्ने तरिका हो यो। त्यही भएर हामी चाहिँ न्याय पाऊँ भनेर अब हाम्रो सुनोस् भनेर हाम्रो सरकारले यो आवाज जाओस् भनेर चाहिँ हामीले यो प्रोटेस्ट गरेको होइन। गाउँघरको मान्छेहरू उठाएर जुन म्याथअप हुन्छ नि, भाडामा उठाएर प्रेसर लगाइदिन्छ क्या न्यायाधीशलाई, जुन दिन म्याथअप हुन्छ। तर हाम्रो चाहिँ मिटर ब्याजी होइन। हामीले त जग्गा किनेको हो, हामी त 5 साल भइसक्यो हामी जग्गा किनेको हो। हामीसँग त लाइसेन्स पनि छ, प्रमाण छ। हामीसँग लाइसेन्स पनि छ किनबेच गरेर। हामी त पहिलेदेखि किनबेच गरेर किने, थोरै फाइदामा हामी बेच्ने, त्यसको ट्याक्स पनि हामी तिरिरहेको छौँ समय समयमा। तर अब योले एसपीले आफ्नो के भन्छ एसपी भएको बेलामा चाहिँ उहाँले चाहिँ 2079 सालमा उहाँले अब इलेक्सनको बेलामा चाहिँ मेयरको पोस्टबाट बैदै नगरपालिकाबाट उहाँले पोस्टमा लड्नुको लागि चाहिँ पैसा चाहिरहेको थियो। उहाँले चाहिँ आफ्नो अब बेच्नु भयो, मान्छे खोज्नुभयो, हरेराम भेट्यो, हरेरामसँग किनबेच गरेको र राजीनामा पुरै पास गरेको। अब एसपी भएको मान्छे जसलाई सबै कुरा थाहा हुन्छ कि के भन्छ राजीनामा भनेको के हो, के दृष्टिबन्धक भनेको के हो, त्यसपछि पनि उहाँले गएर छाप लगाउनु भयो, साइन लगाउनु। यसको त के अर्थ हुन्छ? एकजना मात्रै उसँग श्रीमती पनि रेणु छ भन्ने साक्षीमा पनि छन्, उसको छोरा अमरदीप भनेर पनि साक्षी बसेका छन्। त्यो हामीसँग सक्खर यसको मार्फतमा पनि अझै राजीनामा कागज त्यो पनि छन्। हामीले त्यसले प्रब्लम छैन, तर अनुसन्धान गर्नलाई भित्रै हुनुपर्छ। यो त कुनै कानुनै छैन नि। 25 दिन भएपछि 25 दिनमा तपाईँले म्याथ थपथाप गरे, 25 दिन तपाईँले बढाउनु भयो। अब 25 दिन सकेपछि उहाँहरूले बाहिर निस्किनु थुनामुक्त गरेपछि अब तपाईँ अनुसन्धान गर्नुहोस्। हामी त रोक्दा तपाईँहरूले हामीलाई सरकारमाथि अब 25 दिन सकेपछि हाम्रो सरकारमाथि भरोसा छ, उहाँले चाहिँ हाम्रो कुराहरू पनि सुन्नुहुन्छ भनेर एक पक्षको कुरा नसुन्नु प्रहरीबाट लगाउनु भयो। अब कुरा त अदालतमा पुगिसकेको छ। अब हामी चाहिँ चाहन्छौँ अदालतले न्याय दियोस्, हामीलाई कानुन हिसाबले न्याय पाऊँ। हामी त्यति हो हाम्रो माग, अरू केही पनि होइन। अनुसन्धान होस्। कुमार साहब म चाहिँ गोपाल शाहको छोरा हो। 25 दिन भगेला अब मलाई आदमी सबके बाहर करूँ, अनुसंधान करूँ, कोई बात नहीं करूँ, जो होते होते बात आदमी को तो बाहर करूँ। ठीक है, कानून हिसाब से यहाँ सब 25 दिन धैली कोई बात नहीं। आप तो हम कानून हिसाब से तो हम सबके है ना, आदमी के 12 हुई पड़े ना। हम सब चाहिए न्याय पाम। ये अघि मुद्दा दर्ता गर्दैन छथिन अति सब विपक्षी पार्टी सब। अब हम सब देखियो सर, सीधी सी बात है, 25 दिन तक म्याद तब कर मिले उनकर सबके वो सब कानूनी अधिकार से। अब कानूनी अधिकार में अपने सब 25 दिन अपने तक थुना कराई दिली। अब हम सबके एगो गुजारिश है या सरकार के हम सब एगो मांग है कि थुना मुक्त कह अनुसंधान जारी राखोस्। हमरा सबके कोनो दिक्कत नहीं है, लेकिन प्रमाण मिलते तो जेकर सच्चाई तक अपन जीत होबे करते, अपन अदालत से भए जते प्रमाण होते तो पुष्टि होबे करते, अनुसंधान तो होबे करते। लेकिन ई तो कोनो बात नहीं भेले। 25 दिन भेला के बावजूद भी ओकरा थुना में राखला के बाद थुना में निकले नहीं दरल छै। दोसर को कतके आदमी सबके कतके भेला क ओकरा सबके भड़का क ओकरा सबके मुद्दा फिजुल मुद्दा फिजुल 25 साल पहले हम जमीन कीन लेने छी, ओकरा हम 5 साल पहले कीन क ओकरा 20 साल पहले बेच लेने छी। वो आदमी सबके इकट्ठा क स्टेपन पावर लगा के नेटो क लगा के ओकरा सबके बोला के जबरदस्ती प्रेशराइज क सबके कतके मुद्दा दर्ता करू के ताकि एकरा सबके लंबियाओ, बयान बढ़ो,
ताहिके लागि सबमे लगभग 25 दिन के म्याद होइ पहिले आइ 29-30 दिन भऽ गेलै असार 31 गते पकड़ायल छै रैम असार 32 गते पकड़ायल छै पापा आंटी तो आई में तो कम से कम आप तो छूट मिले पड़े ना 25 दिन के बाद अपने सब करू हम सब चाहे कि जे असलियत बात से बाहर निकलो लेकिन एना के भीतर रखला के बाद नहीं होती पावर के मिसयूज भ रहल छै एसपी पूर्व एसपी द्वारा तो से हम सब एकटा मांग छै कि बाहर निकाल के अनुसन्धान गरौँ हामीहरू थुनी मर्डर गरेर उ गरेका छु जेलमा राख्नु पर्ने राजीनामा पास भेल कागजै अपने छ थुनीमा राख्नु पर्ने हो लेनदेनको कुरा छ मालपोतमा सबै कुरा हमरा नहीं लड़ाई हम सब थुनी मर्डर केने छी मर्डर त नहीं छिके ने किन बेच के त अनुसंधान बाहर आइ के कर सके ने ओकर जे रहली से त सही गेल अब बाहर कला नहीं निकाल बाहर त निकालो